यान्पा नाम कि कन्सल्टेन्सी गत वर्ष नेपालको राष्ट्रिय फुटबल टिमले 3 प्रशिक्षक परिवर्तन गरिसक्यो। पछिल्लो 10 वर्षभित्रमा यति नेपाली खेलाडीहरू विदेशीका छन् त्यो त कुरै नगरौँ। 2014 देखिको तथ्याङ्क हेर्ने हो भने नेपालमा 4-5 हजार खेलाडीहरू बाहिरिसकेका छन्। कतिपय खेलाडीहरू त राष्ट्रिय टिमको लागि लायक हुँदा हुँदै पनि उनीहरूले चान्स नपाएर बाहिरिएको छन्। साथै नेपाली फुटबल खेलाडीको स्यालेरी कति रहेको छ भनेर कुरा गर्दा नेपाली पुरुष टोलीको 18,000 रहेको छ भने म्यानेजरको चाहिँ 1,50,000 भन्दा माथि रहेको छ। अब गेम खेल्ने म्यानेजरले कि फुटबल खेलाडीले। हालको एन्फामा यति धेरै करप्सन भएको छ नि 850 दिन भन्दा बढी भइसक्यो ए डिभिजन लिग नभएको। अनि म्यानेजर भन्छन् खेलाडीलाई एन्फाले धेरै तलब नदिए पनि क्लबले त दिन्छ। अरे यार ए डिभिजन लिग अनि घरेलु लिगहरू नभइकन क्लबसँग चाहिँ पैसा कसरी आउँछ? यसमा पनि प्रश्न छैन हाम्रो। नेपालले पछिल्लो म्याच एउटा पनि जितेको छैन। अब यसरी नै पुरुष फुटबल जस्तै महिला फुटबलमा पनि यसै गरी करप्सन हुँदै गयो भने एक दिन नेपालको टिममा पनि महिला फुटबल थियो भन्ने प्रश्न उठ्न सक्छ।